फोन लाएँ है मैले फोन लाएँ पेन किलर मात्र भान लिएर आइज न अनि म साइकलमा भान लान्छु ले न छिटो मम्मीलाई यहाँ कस्तो दुखिसक्यो क्या यहाँ हुरुक्क भइसक्नु भयो ल छिटो ले हेलो गाइज नमस्ते आज चाहिँ अप्रिल फुल बनाउने दिन हो अप्रिल 1 तारिक हो सो हामी मम्मीलाई चाहिँ त बिरामी बनाउँदैछु पापाकी परिलाई रोसीलाई चाहिँ म प्र्याङ्क गर्न जाँदैछु मम्मी यहाँ लिएर फुलबारीहरू गोडमेल गर्दै हुनुहुन्थ्यो अनि म खाना बनाउँदै थिएँ अनि त्यसले देखेकी पनि थिएँ अन्त गोड्दाखेरि फरुवाले चाहिँ खुट्टा काटेर अमला छिनाउन आँटो के भन्छु हेर्नु ल म त्यसलाई फोन गर्छु अहिले भिडियो कल गर्छु कि मम्मी तपाईँ यस्तो घोप्टी जस्तो खुट्टा पक्रिनु म अलिकति यहाँ आँखामा आँसु आँसु पनि लिएर आउँछु ल एकछिन यस्तो गरिराख्छु कुदेर आउँछ क्या यो चाहिँ आँखामा आँसु लाउँछु भिडियो कल गर्छु नभए त्यसले पत्याउँदिनँ क्या सो अलिकति उयो जस्तो एक्टिङ गरेर मन पनि अलिक घोप्टी जस्तो गर्नु ल त्यसलाई म अत्याएर बोलाउँछु अत्याएर पुरै यस्तो भए किन आँसु त्यत्रो तप्तको चिसो कि त आउँछ होइन सरी गर्दै यत्तिको भएपछि पत्याउँछ नि त आँसुलाई तपाईँ अलिकति घोप्टिनमा एकछिन फोन उठाएको छ फोन लाएँ है मैले फोन लाएँ ओ आँसु फोन लाएँ हेलो हेलो ओए ओ सुन दादीले फोन उठाउनु भएन कि सुन दादीकोमा जा अनि पेन किलर ल्याइदिन अनि स्कुटी लिएर आइज न छिटो नि हेर्न मम्मीलाई त अघि काट्दै हुनुहुन्थ्यो खुट्टै काट्नु भयो कि अम्ले चुट्टिन आँटो कस्तो दुखेर कस्तो हुर्क भइसक्नु जान छिटो ओए छिटो जानु म आत्तिसक्यो छिटो न पेन किलर मात्र भान लिएर आइज न अनि म साइकलमा भान लान्छु ले न छिटो मम्मीलाई यहाँ कस्तो दुखिसक्यो क्या यहाँ हुरुक्क भइसक्नु भयो ल छिटो ले अनि यहाँ आँसु देख्नु भएन त तपाईँले यहाँ भिडियो कलमा फेरि आँसु देख्नु फोन काट्नु घोप्टिएर न यहाँ यतापट्टि फर्किनु मार्छु मलाई कुटेर आउँदिनँ हौ मैले दबाई लिन गइन त ए दबाई लिन यो फोन चाहिँ कहाँ लुकामा अब यहाँ त देखिहाल्छ देख्दिनँ यता यता भर्किन्छु अनि पो देख्दैन त यता केले लुकाउँछ यहाँ छाताले फोन लुकाउँ मैले मेरै फोनदेखि फोन गरेँ मम्मीको फोनदेखि गरेको थिएँ त्यसले पत्याउँदिनँ अलिकति भित्तामा जानु न अनि मम्मी केही भएको छैन मम्मी मार्दिनु भन्छ मम्मी फेरि हाँस्नु भयो नि अनि सबै आयो भने झन् रमाइलो नि कराउँदैन रमाइलो गरेको यसरी घुम्थ्यो नहाँस्नु मम्मी मार्दिनु केले फराले हान निकै गएको कस्तो खै छोड्नै हुँदैन क्या उयो के अरे फराले मजाले हानेछ उयो राख्दै थियो नि त उयो झारहरू टाँस्दै थियो कि अनि के उम्ला काट्यो ठक्कै पर्ने होला नि फरक यस्तै राख्नु नि खुट्टा यस्तै खुट्टा चाहिँ ठाडो हुने होला कसरी ल्याइस् दबाई निकै काटो भने पानीले राख्छ ल निकै काटो सबै हानु क्या फरुवादेखि साह्रो परेन यसरी चाँच्दै हुनुहुन्थ्यो बरु पसनीले केले गर्नु पर्थ्यो कसरी खानुहुन्छ अप्रिल फुल बनाए अब यसले दबाई लिएर आयो यति धेरै भेला हुनुभयो म त यो मात्र आउँछ भनेर नि त अनि सबै आउँछ त्यस्तोमा भन्दाखेरि आइँदैन त त्यही पनि
आत्तिदै फोन गर्छ अनि यसले साँच्चै अप्रिल फुल बनायो म यो मात्र आउँछ भनेर क्या म चाहिँ अबर परे जस्तो मोडै छ रुँदै फोन गर्दै थिइस् त बौली आमा पानी हालेको नि यसलाई मात्र यो मात्र आउँछ भने अत्याएको नि अब यत्रो भिड ए अन्त टिकटकमा त देख्दै थिएँ यादै भएन मलाई त के हो र अप्रिल फुल बनाउने दिन के ढाट्ने दिन म त स्कुललाई पनि भने यो सुन्दातिर ला स्कुटर लिएर जानु भन्दै थिएँ आत्तिएर आमालाई पनि सहरभन्दा गाउँ समाज त्यही भएर राम्रो हो दर्शक बिन अलिकति अप्रिल फुल बनाएको यति धेरै भिड यतिजना आउनुभयो भन्दैछु पर्दैन आमा म हतार परिसकेको दिनमा म लिएर आउँछु भन्दै लिएर आएको दबाई यो त भित्र गएर पानी पनि लियो ठुलो मम्मीहरू आउँदै मलाई हाँस उठिरहेको थियो यसको मुटु कस्तो ढुकढुक गरेको रहेछ यसको मुटु साथीलाई पनि भने थाहा छ मैले यहाँ लिएर यसरी यो यसले छोपेको थिएँ अनि अब फोन राखेको थिएँ क्या अप्रिल फुल बनाया बडा मजा आया ल गाउँमै प्र्याङ एउटा एक तिर से 4 निशाना ल रमाइलो भयो यो दिन पनि त मनाउनु पर्छ लोभ हुन दिनु भएन अनि जे भए पनि त प्र्याङ हो नि त अप्रिल फुल हैन नि त रमाइलो पनि यस्तो खालको गर्ने हो भन्दै अब रिसाउनु हुँदैन त अब त्यो भने यही आयो दिमागमा यही बनाइयो त अब के गर्नु अप्रिल फुल बनाया बडा मजा आया तर गाउँठाउँ भनेको हेर्नु त मैले चाहिँ त्यो रोशनीलाई मात्र पापा किपरलाई मात्र अप्रिल फुल बनाउन खोजेको थिएँ अनि साइडमा पनि सुन्नुभयो होला अब उसले पनि आत्तिएर सबैलाई भन्यो होला सबैजना यस्तरी भेला भएर आउनुभयो अनि हेर्नु गाउँठाउँको माया हेर्नुहोस् रमाइलो पनि भयो सक्सेस भयो नि त सक्सेस मेरो मम्मी हाँस्नुहुन्छ होला भनेको त एक्टिङ गर्नुभयो रोशनी मात्र आउँछ भनेर नि त आउँछ भनेर भएर खुट्टा काटो हस्पिटल लाने गरी भनेपछि अनि मम्मी सबै सुन्नुभयो आउनुभयो अनि अबदेखि त्यस्तो भयो भने आउनुहुन्न नि हात्ती आयो हात्ती होइन त्यस्तो हुँदैन नि त अब अरू दिन त कहाँ अप्रिल फुलवाला दिन हुन्छ त अनि तपाईँलाई जे जस्तो भए पनि रमाइलो भयो बुझ्नेले त बुझिहाल्नुहुन्छ अप्रिल फुल बनाउने दिन हो रमाइलो गर्ने दिनमा यसो रमाइलो गरेको भनेर बुझि नै हाल्नुहुन्छ भन्दै आजको अप्रिल फुलवाला भिडियोदेखि चाहिँ म बिदा हुन चाहे बाई बाई।